सो गाइज हामी यहाँ माथि जान लाग्यो अहिले मम्मी हाई भन्दैछु हेलो हामी चाहिँ यसो इभिनिङ वाक आएको आज अनि यहाँ माथि चाहिँ एउटा मन्दिर छ अरे अनि हामी चाहिँ त्यहीँ यसो जाऊँ न बेलुकातिर सो गाइज हामी मन्दिर जान लागेको बाटो चाहिँ यस्तो राम्रो त राम्रो छ तर ठाडै उकालो यहाँ द सियर यहाँबाट यो तलको भ्यू सो लेट्स गो विथ मी जस्ट लुक एट द भ्यू यो चाहिँ अहिले एयर पल्युसन एकदमै बढेर केही पनि देखेको छैन यहाँ क्ल्यारिटी नै छैन नत्र भने चाहिँ भ्यू चाहिँ दामी देखिन्थ्यो अहिले त केही पनि देखेको छैन सो लेट्स गो हामी चाहिँ वहाँ माथि पुग्न हो अनि त्यही हो हिँडिराख्ने मान्छेलाई त त्यस्तो साह्रो गाह्रो हुँदैन त्यही हो कोही नहिँड्ने मान्छेहरूले चाहिँ यो उकालो चढ्नु चाहिँ गाह्रो हुन्छ लुक एट द भ्यू सो गाइज अब हामी चाहिँ कम्प्लिटली आइपुग्नै लाग्यौँ आई गेस हुन्छ हामी चाहिँ आइपुग्यौँ यो चाहिँ एउटा खुल्लो ढोका रहेछ यहाँ यो फेरि यहाँबाट हिँड्नुपर्ने हुन्छ हामीलाई सो यहाँ तलको भ्यू चाहिँ यस्तो छ एन्ड आज चाहिँ वेदर भन्दा पनि एयर पल्युसनले गर्दा केही पनि देखेकै छैन क्लियरली फेरि लेट्स गो ठाउँ हुन्छ खानेकुराहरू लिएर हाइकिङहरू के है हाइकिङहरू ट्रेकिङ खालको सो गाइज हामी चाहिँ आइपुगिसक्यौँ बट पछाडिबाट आयौँ हामी लुक एट हियर यहाँ चाहिँ भिड नै छ काइन्ड अफ अनि अलिकति सफामा चाहिँ अलिक ध्यान दिनुपर्ने हुन्छ त्यही हो अरू त गुड हेर्न सक्नुहुन्छ यहाँबाट हामी चाहिँ उता तलबाट यहाँ आइपुगिसक्यौँ सो यही नै हो मन्दिरको भ्यू चाहिँ एन्ड सो अहिले त चाहिँ के रहेछ भनेर यो चाहिँ होमहरू हाल्ने ठाउँ रहेछ एज इन्डिकेटेड अनि यहाँबाट हेर्न सक्नुहुनेछ कति सानो सानो लुक एट द भ्यू यहाँ चाहिँ तलको भ्यूहरू यो सबै एन्ड कोइन्सिडेन्स कुरा चाहिँ गाइज के हो भन्दाखेरि यहाँ म हाम्रो कलेजबाट पिकनिक लिएर आएको थियो सो म यहाँ पहिला नै आइसकेको छु बट स्टिल आज चाहिँ घरबाट हिँड्दै आएको आई थिङ्क मेरो ब्याचमेटले रिमाइन्ड गर्नुहुन्छ होला यो कुराहरू सो त्यही हो सो या गाइज हामीले चाहिँ यहाँ पनि फोटो खिचिसकेको थियौँ योभन्दा अगाडि आउँदाखेरि दिस द स्पट एन्ड लुक एट द भ्यू फ्रम हियर जस्ट वाउ इट्स अमेजिङ लिटरली द भ्यू सो हामी चाहिँ अब तल त्यहाँ शिवलिङ भएको ठाउँमा चाहिँ जाँदैछौँ यहाँबाट एज वी नो अर एज आई नो मैले अगाडि नै भनिसकेको थिएँ म चाहिँ लाइक हामी चाहिँ उल्टो बाटो आएको छौँ पछाडिबाट आएको छौँ स्टार्टिङ पोइन्टमा म यहाँ आउँदाखेरि चाहिँ यतैबाट आएको थिएँ म बट अहिले चाहिँ सो हेरौँ अब तल के कस्तो छ हो यहाँ तल क्या होइन यहीँ शिवलिङको ढोका चाहिँ खुल्ला छ कि छैन लेट्स सी तर है हो यो चाहिँ हाम्रो यही एरियामै ल्याएको थियो हामीलाई सो गुड हियर
Oh, look at the cute puppy. So यो चाहिँ सिब्लिङ थुप्रो त्यतिखेर आएको बेलामा चाहिँ मैले भिडियो सुट गर्न पाएको थिइनँ बिकज यो भने हो क्या यहाँ भने हो क्या Look at the beautiness of this. So yeah guys, हामी चाहिँ यो ठाउँमा पहिले पनि आइसकेको छौँ आइस न अनि यहाँबाट भ्यू त्यही नै हो यहाँको पनि कन्डिसन त्यही नै छ एयर पल्युसनले गर्दा केही पनि क्लियर छैन सो यो ठाउँ चाहिँ दि बेस्ट हो कि लाइक कतिवटा छ यहाँ भनेर चाहिँ मैले त्यस्तो जानकारी चाहिँ लिएको छैन यहाँको बट स्टिल आई जस्ट लभ दिस प्लेस सो गाइज अब चाहिँ हामी यहाँबाट फर्किँदैछौँ हामीले चाहिँ भिडियो सुटहरू यताउति फोटोसोटो पनि खिच्यौँ अनि यहाँ चाहिँ इभिनिङ वाकहरू यहीँ नजिकै वरिपरि हुनुहुन्छ भने चाहिँ इभिनिङ वाक गर्न आउनु चाहिँ एकदमै बेस्ट ठाउँ हो एक्सेप्ट दि लाइक यो जुन बिजी हाम्रो जुन यो गाडी धुलो धुवाँबाट चाहिँ एकदमै टाढा छुट्टै शान्त ठाउँ विथ फ्रेस एयर सो अब चाहिँ हामी फर्किँदैछौँ एन्ड हामीलाई चाहिँ अब वहाँतिर पुग्नुपर्ने हुन्छ लेट्स गो बेलुका बेलुका पनि हुन लागिसक्यो मम्मी कस्तो लाग्यो यहाँ आएर है सो हेर्न सक्नुहुन्छ यहाँबाट यो क्राउडेड एरिया यो सिटी भन्दा चाहिँ छुट्टै हाइटमा ड्राई पिकनिक आउन सक्नुहुन्छ तपाईँहरू अरू नजिकै हुनुहुन्छ भने इभिनिङ वक त्यही हो सो क्वाइट सो गुड प्लेस सो गाइज अब हामी यहाँबाट फर्किँदै लुक एट द फ्लावर्स पिज्जा केक किनेर लैजाउँ चिया पकाएर खाउँ ओके ओके डन कता यो भाले उ गरे त्यसलाई अहिले नै बिहान भइसक्यो कि राति चाहिँ भयो गाइस यतातिरको एरिया हेर्नु न यहाँ अहिले चाहिँ यो वेदर नै क्लाइमेट नै बिग्रेको भएर यहाँ चाहिँ अहिले केही पनि यति साह्रो उनै छैन कम्प्लिट खाली ब्ल्याङ्क आउट सो अब म चाहिँ अलिकति तल गएर हजुरहरूसँग भेट्नेछु फेरि स्टे ट्युन त्यस्तो ओल्ड एन्सियन्ट पिरियडको घर गाइज हेर्न सक्नुहुन्छ मम्मी मलाई असिस्ट गर्दै हुनुहुन्छ के देखा के नदेखा एन्ड अल यतातिरको एटमोस्फियर चाहिँ जे होस् तलको सिटीभन्दा चाहिँ एकदमै बेस्ट छ होइन धुलो छैन पल्युसन छैन एकदम होमली इन्भाइरोमेन्ट एन्ड द्याट इज अ गुड फर आवर हेल्थ यो पनि एन्सियन्ट पिरियडको टाइममा Here is one मन्दिर I mean टेम्पल मैले फ्लोमा भनिदिएको सो यहाँ चाहिँ मोस्टली हेर्न सक्नुहुन्छ लाइक यस्तो यस्तो खालको घरहरू चाहिँ छ जुन चाहिँ अहिले हामीले सिटीमा चाहिँ अलिकति कम नै भइसक्यो हेर्न त्यस्तो साह्रो देखिँदैन त्यही हो सो यहाँ अब अलिकति अझ तल गएर म चाहिँ भेट्नेछु यहाँ हेर्न सक्नुहुन्छ अर्को होइन घर देखाएको के बिस्कुट च्यात्दैन होला पक्का यसो मैले भोइस ओभर गर्नुपर्ने हुन्छ
Wow. Sour. टेस्ट गरियो Have it. Let's have these cookies. Wow. So, हामी आइसक्यौँ अब वहाँ माथिबाट यहाँसम्म कि खुला कतै खोल्ने सिस्टम होला नि त ए त्यहाँ चाहिँ छ हेरौँ न छी अन्डरग्राउन्ड पानी यो सुकेको 2 महिना भइसक्यो यो तलबाट चाहिँ आउँछ हल्का खानी हो यो पानी हजुर खान त मिल्दैन होला होइन खान अरू त्यो युजको लागि क्या भाँडो मोल्नु चाहिँ हुन्छ एकछिन अरू कुराको लागि खानामा चाहिँ त जाडो सुकिसकेको छ हजुर पानीको पनि कति समस्या भयो है लेट्स गो यहाँ चाहिँ पानी यति धेरै छ हामी चाहिँ घुमेर पनि आइसक्यौँ अनि अहिले हामी चाहिँ कति 4:30 बजीतिर निस्केको थियौँ होला अहिले कति भयो ओके भनेपछि 6 पनि बजेछन् हामी चाहिँ फर्किसक्यौँ सो आजको भ्लग यतिकै नै हुनेछ मैले चाहिँ सडनली आज चाहिँ भ्लग बनाउने प्लान गरेँ हो अनि त्यही नै हो स्टे ट्युन फर मोर कन्टेन्ट्स एन्ड बाई फर नाउ बाई बाई गर्छु बाई बाई